Hello guys, good morning everyone. It's your boy विश्वास केसी है. विश्वास केली हाम्रो घर चाहिँ तल हो. यता तलतिर बुढे भए आउँदै सास पुऱ्यो यार. त्यहाँबाट नन स्टप यहाँ चाहिँ आउँछु. यहाँ चाहिँ आजसम्म 3 दिन भइसक्यो यहाँ चाहिँ नन स्टप आएको. खास उतै डाँडामा जान खोजेको चाहिँ यहाँबाट त ताल्नै सक्दिनँ. खुट्टा सुट्टा पुरै फतक फुतुक हुन्छ अनि हात खुट्टा पुरै गल्छ भने अस्ति त तलैसँग थियो. त्यहाँबाट बिस्तारै बिस्तारै आएको. आज चाहिँ 3 दिन चाहिँ लगातार यहीँ हानेको छु. त्यही पनि बढ्न सकेको छैन अन्त अगाडि चाहिँ. मोडे भाइ आयो. बढेकै छैन स्ट्यामिना अलि धेरै. 3 दिन चाहिँ यहीँ आइसक्यो. फुल हानिदिन्छु भने त्यहाँसम्म सक्दै सक्दिनँ कि हुन्छ नि फतक फुतुक हुन्छ क्या हात खुट्टै. अनि त्यो रोकेको त्यहाँ चाहिँ गाइज माथि गएर भेटौँ. अहिले स्याहाँ गरेर पुग्नु सकिन्न. आयो गाइज माथि. सोनाको इम्प्रुभमेन्ट भइरहेको छ. होस् मलाई जित्यो अहिले त आज. पहिला मैले जितेँ पछि मलाई जित्यो. 3 दिनमा गाइस 3 दिनमा नन स्टप त्यहाँबाट यहाँ नन स्टप 3 दिनमा है इम्प्रुभमेन्ट गर्नुपर्छ. मोटे भयो नि जगिङ स्टाइलमा हुन्छ. यस्तो यस्तो गरेर पुरै तानिदिन्छ. म नसक्यो त्यहाँ उकालोमा फेरि त्यति सब कुहिरो हो क्या. आज चिसो बढेछ अरू आज जल्दिन भन्दा है. हल्का जाडो जाडो जस्तो फिल भइरहेको छ. पुरै कुहिरोले केही देखाएन जस्तो भ्याली नि. जाडो यसपालि चाँडै आयो जस्तो होला साथी. हामी चाहिँ यो एक्सर्साइज गर्छौँ अलिअलि. सोनाले चाहिँ भीम हान्दैछ. भीम पुलअप हान्दै है. यसमा चाहिँ प्रोग्रेस भएन. अरूमा चाहिँ अठाना हातले च्याप्पा कत्रो पो मोटो खट्दो. नलानु पाल्नु अहिले मैले लाउनु पर्छ. मन चल्नु पर्छ. यसको अरूमा चाहिँ प्रोग्रेस भइरहेको. यसमा चाहिँ नो प्रोग्रेस. सुरुमा पनि झुनिन सक्छ. अहिले पनि झुनिन मात्रै सक्छ. यसमा अलिक प्रोग्रेस भएन. आज चाहिँ मलाई हल्का गुले चापिरहेको माया. हक हान्नु मन लागिरहेको. हुन त म सक्छु त्यहाँ जान चाहिँ. ल दादाले हान्छ अब. गाई चाहिँ लास्ट गाह्रो भयो सब. ल आज हान्नुभयो नि हिजोभन्दा प्रोग्रेस भयो. हिजो केही नगरिकन हान्नुभएको थियो. ल आज केही गरेर हान्नुहुन्छ. ल गाई चाहिँ आज ल होइन कस्तो हाने कि मैले लिमिट क्रस हाने कि आज. ल हेर्नु ल हाम्रो कस्तो छ. ओ यस्तो यस्तो ए ल गाई चाहिँ ल म चाहिँ बसेँ. गाई चाहिँ उठ्नु बस्नु ल या ल 4 हान्यो. 1 सक्यो. ल 2 यही आमा नि 3 सक्नु. 3 त सक्नुहुन्छ. ल 4 हान्नु. ल अब 3 ए 3 यार. सोना फेरि यसमै कने 4 5 त हान्छु. 6 हान्छु. 7 हान्छु. सु हान्छु गाई सु. गुवाउलो फेरि सु भन्दा नभए जाऊँ. मैले हात जाडो देखाउनु नसक्नु. नसकेर हामी चाहिँ जान्छौँ. आज डे 3 गाई. आज डे 3 हाइट पुसअप त हान्नु भएन नि त. पुसअप हान्नु भएन नि त. हान्न मेरो गुनी किन लाग्यो क्या आज. हान्नु न 5 हान्नु न. कहाँ प्रेसर हान्नु पछाडि जान्छ. यहाँ निस्किनु लागिसक्यो रनमतीको छोरी. अन्त सोनाल चाहिँ पुसअप हान्छ. म त आज त सक्दिनँ. हिजो के खाएको थिएँ. हिजो केही खास लाग्छ न. त्यही किमा नुडल्सले हो क्या यार. यस्तो छ क्या आज चाहिँ इन्भाइरोमेन्ट यार. यस्तो जाडो जाडो फिल हो क्या आज. बिहान घरबाट उठ्ने त्यो चिसो हात आइरहेको छ. साथीहरू हात नि गलेको कि क्यामेरा उठाउनु पनि गाह्रो हुन्छ अरे हात गलेर. ल यसले खिच्छ अरे. साथीहरू आज चाहिँ हाम्रो डे 3 ल क्यामेराम्यान
क्यामेराम्यान गाइड हल्का प्रोग्रेस रनिङमा पनि अलिक प्रोग्रेस भइरहेको छैन प्रोग्रेस त सुरु दिनुभन्दा त सुरु दिनमा चाहिँ अलिकति दौडिनु त्यो फ्याँ भएर बिस्तारै हिँडिरहेँ अनि आज 3 दिन भयो चाहिँ ऊ त्यहाँसम्म मात्रै हानेको छु यो चाहिँ फुल हान्न मन छ एकचोटि त्यहाँसम्म आएर त फतक्कै हुन्छ कि म त हात खुट्टा त चल्दैन भने के हुन्छ गाइड मैले चाहिँ हान्यो फुल घरबाट यहाँसम्म ननस्टप फुल हाने यस्तो के बिस्तारै जाने होइन बिस्तारै या जङ हान्दै जाने के ननस्टप के स्लो एन्ड स्टडी विन्स द रेस टाइपको यस्तो चाहिँ स्टार यसरी हान्छ तर जित्यो आज चाहिँ मलाई म त्यहाँ आएर एकछिन वेट गरेँ अनि त्यसपछि जित्यो भने मलाई आज चाहिँ यो उकालो चाहिँ म हान्नै सकिनँ बिस्तारै हान्नु लाग्यो आधोसम्म चाहिँ सबै फ्याँ भयो म चाहिँ मैले त आज सब हाने यो उकालो सब हाने गाइड थियो यो अनि झर्ने बेला चाहिँ फेरि खुट्टा काम छ कि लिक हुन्छ क्या त्यो हुन्छ नि भने त्यो हाइकिङ गरेपछि ओह्रालो झर्दाखेरि हुन्छ नि त्यो खुट्टा कामेर त्यस्तै हुन्छ कि मेरो चाहिँ साथीहरू यस्तै छ यो भेट्दै गरौँला हामी चाहिँ है आजको मौसम पनि राम्रो छ हल्का अब च्यालेन्ज देखा मौसम बहुत सुहाना है अलिक रोमान्टिक मौसम छ क्या आज चाहिँ कहाँ अब कपालहरूको लागि बेस्ट गाइड हेर्नु यहाँ हजुर यहाँ हाम्रो घरतिर यसो आउन सक्नुहुन्छ होइन हाइकिङको लागि अनि यस्तो हाम्रो घर तारकेश्वर गाइड आउने चाहिँ कहाँ हुन्छ आउने उता माछा पहिरोबाट ठ्याक्क कति किलोमिटरभित्र अरे लगभग 5 होला 5 किलोमिटरभित्र बस्ने तार भन्दै सोच्दै आउनु अनि यहाँबाट चाहिँ सिधै तल त्यतातिर होइन सिधै पानी ट्याङ्की छ त्यहाँ चाहिँ अलि राम्रो हो त्यहाँ चाहिँ अलिक गाह्रो हो हजुर राम्रो हो तर यो भएन कि बाटो चाहिँ राम्रो छैन क्या हाम्रो यता बाटो चाहिँ खनै छ यता बाटो चाहिँ खै को यहाँको हाम्रो मेयरहरू को उठाउने यहाँबाट सांसदहरू अलि भएन है यता चाहिँ कति भएन यता तारकेश्वर कति हो यो तारकेश्वर खै 6 जस्तो लाग्यो जति भयो नि तर गुनै छ यता चाहिँ हेर्नु ल गाइज ल यहाँ हेर्नु न ल जस्ट सिट गाइज सिडिस पाइप देखियो भने ठाउँ चाहिँ फेरि बवाल हो के हुन्छ नि अब हेर्नु न यता पुरै भ्याली देखिन्छ आज चाहिँ हल्का कुहिरो लाहा त्यही पनि कुहिरो हेर्नु न कस्तो राम्रो देखियो हेर्नु न बिहान यस्तो कुहिरो हेर्न पाइयो अनि दिउँसोतिर आयो पुरै भ्याली हेर्न पाइयो तर राम्रो हो तर यो बाटो तर यसो अब हजुर यतातिर घर बनाउनु चाहनुहुन्छ भने त बनाउनु सक्नुहुन्छ राम्रो हो होइन अनि चाहिँ जग्गा किन राख्नु होला घर जग्गा अहिले बन्दैछ यहाँ चाहिँ अलिअलि बढेको अलिअलि ढलान हुँदैछ हाम्रोतिर नि भए तर हाम्रो तल घर जानेतिर चाहिँ भए होइन ऊ गाई छ हाम्रो घर देख्न सक्नुहुन्छ उयो गाई थियो म चाहिँ अब कलेज जानु लाग्यो होइन ल अब चाहिँ कलेज निस्किनु लाग्यो है बिहान यस्तो चिसो थियो अहिले फेरि यस्तो घाम लाग्यो यामामा जानै अल्छी लाग्दो टन्टरपुर घाम लाग्यो कि गरिम खै अब जाडो लाग्ला कि बिस्तारै भनेको बहुत गर्मी हो यार लास्ट घाम लाग्यो अनि चाहिँ बाइकमा तेल हालेको फेरि पुरै तल चुहेछ यार भएछ साथीहरू अब कलेजतिरै भेटौँला कपाल नि काट्न यार कपाल नि यति लामो भयो नि यति लामो जङ्गलै भइरहेको यहाँ ल यस्तै छ अब भ्लग कहिले बनाउनु मन लाग्छ कन्टेन्टै हुँदैन कि बनाउनु त मन लाग्छ खै हाम्रो कहाँ हाइड्रो पार्कको भिजिट लिएर जाला भनेर बनाउँला भनेको एउटा भिडियो लाँदैन नि यो प्रि बुढा आइसक्यो अब बुढा हुन्छ कहिले लाने हो छिटो लैजामै ल अब चाहिँ कलेज लाग्दिनु पऱ्यो ढिलो भइसक्यो साथी कुरेर होला बाटोमा यार जहिले लेट गरिदिएर हुन्छ कि के गर्दा लेट हुन्छ भने कि यो चाहिँ हाम्रो कलेज पर्दैन त यो चाहिँ हाम्रो कलेज है साथीहरू कलेज हो क्लासरुम यहाँ चाहिँ पढ्न आएको सब हल्ला गरेर बसेन ओए के हो एटेन्डेन्स कस्तो मेरो चाहिँ कति रहेछ है 10 त रहेछ यार यो भएन यार ज्याली भयो यार ठिक छ 10 भने धेरै हो यार 18 मा 10 50 भयो मेरो 15 रहेछ त ठिक छ यतिको पुग्छ यतिको एटेन्डेन्स होस् हामी चाहिँ हल्ला गरेर बस्यौँ हल्ला गर्न आस्तो भयो है कलेज कोही आएन है इक्जाम आउनु लाग्यो त्यही भएर सब घरबाट यसरी पढाइ आस्तो हो नि
यस्तो छ हाम्रो क्लासरुम अरूको सबमा स्मार्ट बोर्ड छ हाम्रोमा चाहिँ प्रोजेक्टर छ मेरो नि पढाइदेऊ न सिआर मेरो नि पढाइदेऊ न आफ्नै मात्र बडा है तिम्रो त यसै नि प्र्याक्टिकल 40 आइहाल्छ के को चौटा घोरामा हाम्रो को त फर्स्ट सेम छ त जे गरे नि तँ के भन्नु लाग्थ्यौ त लास्ट हेन्सन छ कि सिआरमा कसम के कपालले त झन् खतरा देखियो के क्लास होला जस्तो खै साथीलाई हामी चाहिँ खाजा खान आएको दोस्ततिर म है कति कालो आऊ तिमी त म चाहिँ होइन त्यस्तो कालो त छैन यहाँको चाहिँ अरू नखाए नि मोमो चाहिँ अति मिठो हुन्छ अस्ति नै आयो यहाँ चाहिँ आइरहेको हुन्छ हामी चाहिँ टाइममा यहाँ पैसा भयो होला लास्ट गर्मी हेर जस्तो यस्तो घाम लाग्ने जस्तो राइट हामीले चाहिँ मोमो र आलु चप भने खाऊँ एकदम फास्ट फुड हो क्या छिट्टै नै आउँछ प्लस मिठो नै हुन्छ क्या त्यो कस्तो हो दोस्त मिठो हो गाइस दोस्त मान्छे मात्रै सानो हो नि फेरि खानापिनामा कम्प्रोमाइज नै नि फेरि अर्को प्लेट नि मोमो थपिदिइसक्यो यहाँ अर्को नै खानु सक्छन् अरे हजुर पेट त कडा आएर कहाँ जान्छौ दोस्त तिम्रो खारा चाहिँ कहाँको हौ शरीरमा पनि लगाउनु पऱ्यो कि यो चाहिँ सेकेन्ड प्लेट हो कि उसको चाहिँ यो चाहिँ आलु चप नि छ बिहान भएको होइन बिहान खायो खाना किन थोरै खायो क्या मलाई फेरि पिरो खानु सक्दिनँ क्या अदर अलिक पिरो चाहिँ यस्तो गाह्रो भइहाल्छ साथीहरू यस्तै छ है कपाल काट्नु पनि जानु म चाहिँ कहाँ काट्ने हुन्छ अनुमान थियो उता माथि काट्छु अब पहिला त्यतै काट्थेँ अब कस्तो काट्छ है त्यहाँ अब देखाउने पनि छु म हजुरहरूलाई खानु हो एउटा हाल्नु हो नि त एउटा खाइदिनु पऱ्यो साथीहरू उसलाई धेरै किन फेरि धेरै अलि पेट गाह्रो होला फेरि उसलाई भयो कि दोस्त मैले दुइटा चाहिँ हाल्छु क्या यहाँ दोस्तलाई गाह्रो हुन्छ अरे अनि फेरि दुइटा थप्छ साथीहरू अब चाहिँ 24 कपाल काट्नु जान्छ अब म चाहिँ दोस्त चाहिँ घर जान्छन् फेरि बाटै फरक हो क्या पुऱ्याइदिनुपर्छ दोस्त उसको यताडि माथि हो मेरो चाहिँ यताडि यता हो क्या ल साथीहरू अहिले भेटौँला कपाल काट्नु कपाल काट्ने भनेको कपाल पसल बन्द रहेछ अनि आज धेरै पछि कपाल काट्नु पऱ्यो भनेको कपाल काट्ने पसलै बन्द रहेछ साथीहरू धेरै नकाटेको पहिला हेर काट्छ आजकल धेरै भयो त एकचोटि कल गर्छु त्यो नम्बरमा खुल्यो भने खुल्यो नत्र घर जान्छ भोलि आएर काटौँला भोलि अथवा बेलुकातिर झरौँला फेरि घरमै झरै झर्ला थियो कि उहाँ छ एकटा अब कलै उठेन है अब घरतिर लाग्नु पऱ्यो कपाल काट्ने भनेको झन् आज कपाल काट्नु भएको जस्तो छैन अब बेलुका काटिन्छ कि भोलि बेलुका त आउँदैन होला भोलितिर आउँछु कि साथीहरू अब घरतिर जानु पऱ्यो है 24 घरतिर गएर भेटौँला त्यो चाहिँ हाम्रो घर जाने बाटो एकटा आयो घर पनि आज त लास्ट घाम लाग्यो कि त्यो चैत वैशाख लाग्छ नि त्यस्तो भाइ छ हाम्रो आउने घाम यस्तो छ है हाम्रो घर चाहिँ घर वरिपरि राम्रो छ घर वरिपरि आउने खालको चाहिँ नराम्रो हो क्या हारी पनि यस्तो छ है म चाहिँ अब कपाल काट्न जानु लाग्यो है साथीहरू हिजो चाहिँ गइएन झाउला अल्छी लाग्यो आज चाहिँ अब पानी पर्ला जस्तो अब छिटो गएर आउँछु त्यहीबाट नभ्दै गएर भेटौँला भ्लग बनायो भने अझ काटियो एकटा हो यस्तो छ लुक्स नट ब्याड यो पहिला यो पछाडि पेपर फेरि हाम्रो बिग्रेको यो पछाडि चाहिँ राख्न पाएन क्या
मात्र कता दाखल लाग्थ्यो मिल्दै मिलेन तलको सानो सानो भयो माथिको मात्र घर मिलेन बाहिर त आम्मा त्यही पानी परेको बाइक त चलाउँछ यस्तो पानी परेर कसरी जाने घर केटा अब पानीले घर जान बेला जस्तो छैन यार कति बर्थ्यो कि हिजो अब आएको आइ हुन्थ्यो हिजो झाडा टारियो आज आज आएको जे पनि आज नि झ्याउनु गएको थियो बल्ल बल्ल आएको यस्तो खतरा पऱ्यो नि पानी घरमा निस्केर छिटो छिटो हान्छ क्या त जसरी काट्नु पऱ्यो फेरि आज भन्यो भोलि भन्यो झ्याउ मात्र हुन्छ अन्त आइहाल्यो अब घर फर्केर बेला जस्तो छैन यसरी त्यहाँदेखि आइ फेरि लास्ट लाग्छ अरे हो त यार मलाई यार हुन्छ मान्छे पऱ्यो भने अनि यो यता वरिपरि चाहिँ अलिक बार लाउनु पर्छ यार त्यो भएन त्यो बार यार लाउनु पर्छ यार त मान्छे त जान्छ यार म त दुध पनि ल्याइदियो भने पानी पनि अब आएर त्यहाँ कुरेर बसेको अब यहाँ बोलिरहेको छु कि फेरि रुची रुची त्यहाँ पानी रोकिन्छ क्या भनेर बसेको रोकिँदैन रोकेन क्या अनि भिज्दै आइसक्यो दुध पनि ल्याइदियो भने चाहिँ अब कहाँ दुध ल्याउने यस्तो पानीमा यहाँ चाहिँ देखाउन रोक्यो हामीले खास कस्तो क्रेजी छ क्या यहाँ त्यति लास्ट छ क्या वहीँसम्म छ क्या ल गाई रुजिसक्यो चल्देको अहिले घर गएर भेटाउनु कडा पुरै भिज्यो यार फेरि पानी पानी आएको पुरै भिज्यो रातै भयो कि बाइकलाई एकचोटि पखाल्नु पऱ्यो नि भित्र हाल्छु पखालेर हाल्नु पुरो पानी हिँड्नै हुन्छ कि यस्तो हिँड्दै भयो चाहिँ के सुन्नु बस पानी खाल्नु हुन्न guys ल अहिले नरै भेटौँ ल अब चाहिँ सट्ट पारामा चिटिक्क भएर यो गाइज द्याट्स द इन्ड अफ द भिडियो है यस्तो फोहोर लाग्ने हो यो गाइज द्याट्स द इन्ड अफ द भिडियो है अब जसले लास्टसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद नुहाइधुवाइ गरेर आइसकेँ अब चट्ट खासा खाएर बस्नुपर्छ अब गाइज होप कि अब नयाँ भिडियोमा छिटै नयाँ भिडियो लिएर आउनेछु गाइज त्यतिको लागि बाई बाई टेक केयर बाई गाइज